आज हामीले कोरियन वाक्य संरचना, कोरियन सेन्टेन्स मेकिङ, कोरियन वाक्य कसरी बन्छ हेरौँ है। कोरियन वाक्य र नेपाली वाक्यको चाहिँ स्ट्रक्चर एकदम सेम मिल्न जान्छ। किन भन्दा नेपाली वाक्यमा पनि सब्जेक्ट, कर्ता, अब्जेक्ट, कर्म र लास्टमा क्रिया हुन्छ। कोरियन पनि त्यही रूपमा जान्छ है। सब्जेक्ट, अब्जेक्ट, भर्ब। वाक्य बनाउनु हुँदा पहिला हामीले के ख्याल गर्नुपर्छ भने कोरियन वाक्य बनाउँदा क्रियाहरू चाहिँ एक्टिभमा हुन्छ। जस्तै हामीले खानु, खान्छु भने वाक्य बनाउनु पर्दा पहिला खानु क्रिया पर्ने, मक्ता भने खानु, अनि खादा भनेको जानु, एक्टिभमा छ यो। यसलाई हामीले वाक्यमा डाइरेक्ट लानु मिल्दैन। यसलाई चाहिँ हामीले यसको दा भन्ने पार्ट हटाएर अनि बाँकी रहेको पार्टलाई भेष्टी भनिन्छ। त्यसमा चाहिँ सुम्निदा अथवा मनिदा यो जोड्यो भने अनि त्यो क्रिया पूर्ण हुन्छ अनि वाक्यमा ल्याउने। जस्तै हेरौँ त, छ भनेको म, फाप भनेको भात, मक सुम्निदा खान्छु, म भात खान्छु, यो वाक्य भयो भने कोरियनमा के हुन्छ भन्दाखेरि यसरी हामीले चाहिँ यो कर्तासँग नुन भन्ने जोड्नु पर्ने हुन्छ। यस्तै के भयो, यहाँ चाहिँ छ नुन भनेको म चाहिँ, नेपालीमा यो जोड्नु पर्दैन। कर्तासँग चाहिँ जोड्ने अनि अब्जेक्टमा चाहिँ लाई जोड्ने। फाप भने भात हो नि, फाबुल भातलाई। हामीले चाहिँ म भात खान्छु, कोरियनमा के भयो, छ नुन फाबुल मक्समिदा, म चाहिँ भातलाई खान्छु, यसरी वाक्य बन्छ। त्यस्तै गरी श्याम, श्याम नाम भइहाल्यो। हाङ्गुक कोरिया, श्याम हाङ्गुक खाम्निदा, श्याम कोरिया जान्छ भन्ने भयो नि त। के गर्नु पर्यो हामीले, त्यो श्याम भन्ने चाहिँ सब्जेक्ट भयो, त्यहाँ उन जोड्ने। यहाँ कन्सोनेन्ट थियो र नुन जोडियो, के भवन थियो, यहाँ कन्सोनेन्ट उन जोड्ने, श्याम उन, श्याम चाहिँ। अब यो अब्जेक्टमा चाहिँ कुनै चिज वस्तु भयो भने उन लाउने, प्लेस आयो भने अथवा टाइमिङ आयो भने ए लाउने। श्याम उन, श्याम चाहिँ हाङ्गुके कोरियामा खाम्निदा जान्छ अथवा जानुहुन्छ। त्यसले गर्दाखेरि कोरियन वाक्य एकदमै सजिलो छ।